हेलो एभ्रिवान वेलकम टु द भिडियो र यो भिडियोमा चाहिँ हामी रियल डेप्थ र अपरेन्ट डेप्थको चाहिँ हामी कन्सेप्ट बुझ्न गइरहेको छौँ। अनि त्यस पछाडि चाहिँ हामी म्युको भ्यालु चाहिँ अपरेन्ट डेप्थ र रियल डेप्थको रिलेसन चाहिँ निकाल्छौँ क्या। हामी म्यु र अपरेन्ट डेप्थ अनि रियल डेप्थको रिलेसन पनि हामी निकाल्छौँ है। जस्तो तपाईँहरूले एक्जाममा चाहिँ त्यो रिलेसन निकाल्नु भनेर आउँछ होइन, जुन चाहिँ म्यु इक्वल्स टु रियल डेप्थ बाई अपरेन्ट डेप्थ भन्ने रहेको छ। सो सुरु गरौँ है त भिडियो। सो रियल डेप्थ एन्ड अपरेन्ट डेप्थको कुरा चाहिँ कतिखेर आउँछ भन्दाखेरि होइन, ओके यहाँनिर चाहिँ मैले एउटा फिगर बनाएको छु होइन। यहाँनिर चाहिँ एउटा बिकर छ, त्यसरी त्यहाँनिर पानी हालिएको छ है त। सो अनि यहाँनिर चाहिँ अब यो एउटा स्टिक हालेको छ। अनि स्टिकको चाहिँ के छ त भन्दाखेरि यसको चाहिँ यस्तो देखिन्छ है त। यो चाहिँ यस्तो देखिन्छ, जुन एक्चुअलमा हुनुपर्ने चाहिँ यो सिधा हुनुपर्ने हो होइन, तर यो चाहिँ बेन्ड भएको हुन्छ है त। सो यो चाहिँ एउटा यस्तो फेरोबेराले भएको हो, जहाँ चाहिँ यदि रेयरर मिडियमबाट डेन्सर मिडियम अथवा डेन्सर मिडियमबाट रेयरर मिडियममा चाहिँ यदि लाइट पास भएको छ भने चाहिँ त्यो चाहिँ बेन्ड हुन्छ है त, त्यो रिफ्र्याक्ट हुन्छ भन्ने कुरा हो है त। यो भनेको चाहिँ यो चाहिँ एपेरेन्ट भ्यू हो क्या। अब तपाईँहरूले यदि नोटिस गर्नुभएको छ कि छैन होइन, तपाईँहरूले यहाँनिर चाहिँ पानीमा होइन हात हाल्नुभयो अरे त। सो हात हाल्नुभयो भने चाहिँ होइन, जुन तपाईँहरूको एक्चुअल ह्यान्डभन्दा चाहिँ अलिकति सानो हुन्छ क्या। यो अलिक सानो देखिन्छ क्या, बाहिर निकालेर हेर्नु भने अलिकति ठुलो देखिन्छ, तर तपाईँहरूले चाहिँ पानीमा हात हाल्नुभएको छ भने चाहिँ अलिकति सानो देखिन्छ क्या। सो यो भनेको चाहिँ यसको एपेरेन्ट भ्यू हो, रियल भ्यू चाहिँ अलिकति ठुलो हुन्छ। सो हामीले चाहिँ यहाँनिर यो भिडियोमा चाहिँ होइन यही कन्सेप्टलाई बुझेर आँटेको छौँ होइन। रियल डेप्थ चाहिँ अलिकति ठुलो हुन्छ, तर जब हामी पानीमा हेर्छौँ त्यो चाहिँ अलिकति सानो हुन्छ भन्ने किसिमको यो कन्सेप्ट हो। अब यहाँनिर चाहिँ होइन म्युको रेस्पेक्टिभमा चाहिँ हामी रियल डेप्थ र अपरेन्ट डेप्थको कुरा गर्छौँ है त। सो हामीले चाहिँ अब यहाँनिर चाहिँ अब यो डेप्थको अब चाहिँ यो स्टिकलाई चाहिँ यो स्टिक चाहिँ मैले तपाईँहरूलाई बुझाउन मात्र खोजेको होइन, रिफ्र्याक्ट हुन्छ भनेर। तर हामीले मेन यहाँनिर गर्ने भनेको चाहिँ के हो त भन्दाखेरि यसको यो डेप्थ यति छ नि होइन। सो यसको यहाँ डेप्थ यति छ नि होइन, तर यो चाहिँ यति देखिँदैन अरे क्या, अलिक डेप्थ चाहिँ सानो देखिन्छ अरे क्या, अलिक सानो देखिन्छ अरे क्या। त्यही कुरा अब यति मात्र देखिन्छ अरे क्या माथिबाट हेर्दाखेरि चाहिँ। सो माथिबाट चाहिँ हेर्दाखेरि चाहिँ यो चाहिँ अलिकति सानो देखिन्छ अरे, जुन चाहिँ एक्चुअलमा अलिकति यसको डेप्थ चाहिँ ठुलो छ है त। सो यसलाई चाहिँ अब हामी प्रुभ गरौँ है त। सो ओके, अब चाहिँ यहाँनिर मैले एउटा फिगर बनाएको छु होइन। सो जसलाई चाहिँ हामी अब फेरि अझै कन्स्ट्रक्ट गर्दै जाऊँ है त। सो सुरुमा यहाँनिर वाटरको लेभल भयो, त्यसरी यहाँनिर एयर भयो है त। अब यहाँनिर चाहिँ एउटा अब्जेक्ट छ अरे है त, फर इक्जाम्पल जहाँबाट चाहिँ हाम्रो लाइट बाहिर निस्किन्छ है त, जसलाई चाहिँ हामी पानीभित्र हेर्दैछौँ। यहाँनिर एउटा अब्जेक्ट छ अरे, त्यो भयो ओ है त, त्यो भयो ओ। अब चाहिँ हाम्रो के भयो त भन्दाखेरि यहाँनिरबाट रे निस्क्यो अरे है त। सो रे निस्किसकेपछि चाहिँ के भयो त भन्दाखेरि यहाँनिर हाम्रो एउटा लाइन तान्यौँ। रे निस्किसकेपछि चाहिँ अब यो यत्तिकै यसरी सिधा निस्किँदैन क्या, यो अलरेडी बाङ्गो भएर थोरै बाङ्गो भएर निस्किन्छ होइन। सो यहाँनिरबाट थोरै बाङ्गो भएर निस्किन्छ है त। अब त्यसलाई चाहिँ बाहिरबाट हेर्दाखेरि होइन, सो बाहिरबाट हेर्दाखेरि आँखाले हेर्दाखेरि चाहिँ यसको इमेज चाहिँ यहाँ देखिन्छ क्या। यो चाहिँ यहाँ छ जस्तो लाग्छ क्या हामीलाई है त। यो डेप्थ मजाले देखिएन यो होइन। सो यो हाम्रो जुन छ नि यो होइन, यो यसको बटम चाहिँ यहाँ छ जस्तो लाग्छ क्या बाहिरबाट हेर्दाखेरि चाहिँ हामीलाई। सो अब त्यसो गर्दाखेरि के भयो त भन्दाखेरि यो पोइन्टलाई हामी फर इक्जाम्पल राखिदिउँ, आई राखिदिउँ है त, आई राखिदिउँ। अनि त्यस पछाडि यो पोइन्टलाई हामी राखिदिउँ एम भयो। त्यस पछाडि अब यो भनेको त हाम्रो नर्मल भइहाल्यो होइन, यो भनेको हाम्रो नर्मल भइहाल्यो। त्यस पछाडि यो पोइन्टलाई हामी राखिदिउँ ए राखिदिउँ। त्यस पछाडि यति भइसकेपछि यो भनेको एन्ड ड्यास भयो नर्मलको यतापट्टि अर्को एक्सिसमा एन्ड ड्यास भयो है त। सो यति भइसकेपछि अब यहाँबाट हामीलाई के थाहा भयो त भन्दाखेरि यो हाम्रो रियल डेप्थ हो भने यो भनेको चाहिँ अब हामीलाई हेर्दा त यो त यहाँ छ जस्तो लाग्छ नि त होइन। सो यसको यो एमआई भनेको चाहिँ के हो त भन्दाखेरि एपारेन्ट डेप्थ भयो है त, एपारेन्ट डेप्थ भयो। ओके यति बुझ्नुभयो होला तपाईँहरूले होइन। ओके अब हाम्रो रे त हाम्रो यहाँबाट गएको हो नि त होइन बाहिर। सो नर्मलबाट बाहिर जाने रेलाई त हामी के भन्छौँ, इन्सिडेन्ट रे भन्छौँ होइन। सो यो भनेको हाम्रो इन्सिडेन्ट रे भयो। अनि त्यसरी यहाँबाट निस्केर बेन्ड भएको रे एङ्गललाई चाहिँ हामी रिफ्र्याक्टिभ एङ्गल भन्छौँ है त। यहाँबाट निस्किनुभन्दा अगाडिको एङ्गललाई चाहिँ इन्सिडेन्ट एङ्गल जुन चाहिँ आई, अनि निस्केकोलाई चाहिँ आर भन्छौँ है त। सो यो दुईवटा लाइन चाहिँ यो चाहिँ हाम्रो अब्जेक्टको भर्टिकल्ली
पर्पेन्डिकुलरली भर्टिकल तानेको छ है त अब्जेक्टको चाहिँ पर्पेन्डिकुलरली भर्टिकल तानेको छ। सो अनि हाम्रो नर्मल पनि जहिले पर्पेन्डिकुलर हुन्छ भनेपछि यो दुईवटा चाहिँ प्यारलल छ होइन। सो प्यारलल भइसकिसकेपछि चाहिँ अब हाम्रो यो एङ्गल पनि आई हुन्छ क्या, किनभने यसले अल्टरनेट एङ्गल बनाउँछ नि त होइन, अल्टरनेट एङ्गल बनाउँछ नि त। सो अल्टरनेट एङ्गल बनाएको कारणले गर्दाखेरि चाहिँ यो हाम्रो आई भयो, किनभने यो पनि हाम्रो आई छ है त। अनि त्यस पछाडि अब यहाँनिर हेर्नु है त, यहाँनिर हेर्नु यो पनि आर हुन्छ है त, किनभने यसले चाहिँ यो दुईवटा छ नि, यो दुईवटा प्यारलल लाइनलाई त यसले काटेको छ नि त होइन, यो त एउटै लाइन जस्तो हो नि त यहाँनिर त। सो एउटै लाइनले भनिसकेपछि यसले चाहिँ करस्पोन्डिङ एङ्गल बनायो क्या। सो यो पनि आर भयो, किनभने यो आर छ है त। अब यति भइसकिसकेपछि ओके, हाम्रो कुरा चाहिँ अब यति नै हो होइन। अब यसलाई हामी थोरै एक्सप्लेन गरौँ होइन, ल्याङ्ग्वेज लेखौँ अनि त्यसरी डिराइभ गरौँ है त। सो यहाँनिर चाहिँ मैले थोरै ल्याङ्ग्वेज लेखेँ होइन यसको बारेमा। कन्सिडर अ लुमिनस पोइन्ट ओ एट द बटम अफ वाटर विथ रियल डेप्थ है, यो चाहिँ रियल डेप्थ भयो। त्यसरी लेट ओ रे विथ द इन्सिडेन्ट रे होइन, यो चाहिँ इन्सिडेन्ट रे भयो किनभने यो हाम्रो बाहिर निस्केको रे भयो होइन। त्यसरी बाङ्गेको रेलाई हामीले एबी विथ द रिफ्र्याक्टिभ रे भन्यौँ। अनि त्यसरी रियल डेप्थ अफ वाटर इज ओएम, अनि त्यसरी एपरेन्ट डेप्थ अफ वाटर इज एमआई है त। सो एमआई भनेको यो भइहाल्यो। यति भइसकेपछि अब हामी प्रुभ गर्नतिर लागौँ है त। अब ओके, एकोर्डिङ टु स्नेल्स ल भनेर हामीले लेख्यौँ भने म्यु इज इक्वल टु होइन वाटरदेखि एयरतिर जाँदै गरेको रेमा के हुन्छ त भन्दाखेरि साइन आई बाई साइन आर है त। यति भइसक्यो होइन, इन्सिडेन्ट रे बाई रिफ्र्याक्टिभ रे भयो। त्यस पछाडि अब हाम्रो के लेख्न सकिन्छ त भन्दाखेरि साइन आई भनेको है त, साइन आई भनेको हाम्रो के हो त यहाँनिर हेर्नु त। सो यहाँनिर हाम्रो आई छ होइन, यहाँनिर आई छ भनेपछि साइन आई, साइन भनेको त पी बाई एच हो होइन, साइन भनेको त पी बाई एच हो। सो यहाँनिर चाहिँ यो एम छ नि होइन, यहाँनिर चाहिँ 90 डिग्री छ है त। 90 डिग्री भइसकेपछि अब हाम्रो यसको पी चाहिँ के भयो त भन्दाखेरि एएम भयो है त, एएम भयो, एएम पी बाई एच हो नि त होइन। सो एच भनेको चाहिँ अब हाम्रो यो हो नि त होइन। सो ओए भयो है त। अनि त्यस पछाडि साइन आर है त, साइन आर। अब आरमा हेर्नु त, आरमा हेर्दाखेरि त के थाहा भयो त भन्दाखेरि साइन आर भनिसकेपछि त फेरि हाम्रो पी बाई एच हो होइन। अब पी भनेको पनि एएम नै हो होइन। सो एएम नै भयो। अनि त्यसरी एच भनेको अब चाहिँ के भयो त भन्दाखेरि एच भनेको चाहिँ आइए भयो है त, आइए भयो। ओके, यति भइसकिसकेपछि अब फेरि हामी लेखौँ म्यु, सरी यहाँनिर ओके किन हो मैले यहाँ जी लेखिरहेको रहेछु होइन अघिदेखि। यो भनेको चाहिँ एयर है त, वाटरदेखि एयरमा गएको हो, एक्सट्रिमली सरी फर द्याट। अब ए सल्भ गरौँ, ओए इज इक्वल टु आइए बाई एएम भयो है त। सो यति भइसकेपछि हामीले एएम काट्यो, यसलाई हामीले सिम्पली यसलाई यहाँनिर सल्भ गरेको है त। अब यो भनेको चाहिँ के भयो त आइए बाई ओए भयो है त, आइए बाई ओए भयो। अब सो ओके, अब हाम्रो चाहिँ म्युको भ्यालु चाहिँ कति आयो त भन्दाखेरि आइए बाई ओए आयो होइन। सो अब यहाँनिर तपाईँहरूले हेर्नुभयो भने चाहिँ होइन आइए भनेको चाहिँ आइएमसँग बराबर हुन्छ क्या, किनभने यो दुइटाको बिचको ग्याप चाहिँ एकदमै सानो हुन्छ होइन। एकदमै सानो ग्याप भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ अलमोस्ट आइएलाई आइएम भन्न पाउँछौँ क्या, आइएलाई हामी आइएम भन्न पाउँछौँ। सो आइएम भन्न पायौँ है त। अनि त्यसै गरी हाम्रो यहाँनिर ओए छ नि होइन। सो यहाँनिर ओए छ नि, सो ओएलाई चाहिँ हामी ओएम लेख्न पाउँछौँ क्या। त्यसरी अब चाहिँ हामी आइएलाई हामी लेख्न सक्छौँ आइएम होइन, त्यसरी ओएलाई हामी लेख्न सक्छौँ ओएम है त। अब म के गरिदिन्छु त भन्दाखेरि होइन डब्लु, सो ओके अब चाहिँ हाम्रो वाटरदेखि एयरमा गएको छ नि मिडियम होइन। सो यसलाई चाहिँ हामी एयरदेखि वाटरको पार्यौँ भने चाहिँ होइन यो चाहिँ 1 डिभाइडेड बाई ए म्यु डब्लु हुन्छ है त। सो यसलाई चाहिँ हामी यो एक्सचेन्ज गर्न सक्छौँ, एक्सचेन्ज गर्दाखेरि चाहिँ 1 हुन्छ है त, रेसिप्रोकल हुन्छ यसको। अनि यतापट्टि हामीले रेसिप्रोकल गरिसकिसकेपछि हाम्रो होइन यतापट्टि ओके यहाँनिर हाम्रो आइए भनेको चाहिँ आइएम हो होइन। सो ओके आइए भनेको चाहिँ हाम्रो आइएम हो, अनि त्यसरी ओए भनेको चाहिँ हाम्रो ओएम हो है त। अब त्यति भइसकिसकेपछि हाम्रो अब यसलाई मैले होइन यसलाई चाहिँ मैले अब रेसिप्रोकल गर्दाखेरि होइन। सो यसलाई रेसिप्रोकल गर्दाखेरि चाहिँ ए म्यु डब्लु हुन्छ होइन, त्यसरी
अनि हाम्रो यहाँनिर चाहिँ अब यसको पनि रेसिप्रोकल हुन्छ क्या। अब चाहिँ दुवैतिर रेसिप्रोकल गर्दाखेरि OM/IM हुन्छ है त। अब त्यति भइसकेपछि यहाँनिर मैले यतापट्टि के लेखेँ त भन्दाखेरि A/μW = OM भनेको हाम्रो के थियो त यहाँ हेर्नु त। OM भनेको त रियल डेप्थ हो नि त होइन। सो रियल डेप्थ अनि IM भनेको चाहिँ हाम्रो होइन, IM भनेको चाहिँ हाम्रो एपारेन्ट डेप्थ है त। सो यहाँनिर मैले लेख्दै एपारेन्ट डेप्थ है त। सो यो चाहिँ हाम्रो फाइनल निस्केको भ्यालु छ है त। सो यसलाई तपाईँहरू यसरी हेर्न पनि सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ होइन। च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है त।